हेलो नमस्ते साथीहरू, सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। र साथीहरू, आज चाहिँ हामी रामनवमी मेला भर्नको लागि चाहिँ गइरहेका छौँ। रामनवमी मेला चाहिँ टेम्के डाँडामा लाग्ने गर्दछ। र साथीहरू, आजको मेरो भिडियो भ्लग चाहिँ टेम्के डाँडासम्मको हुन्छ, हेर्दै गर्नु होला। सूर्योदय भइसकेको छ र अब चाहिँ हामी रामनवमी मेला जुन चाहिँ टेम्के डाँडामा लाग्ने गर्दछ र हामी चाहिँ मेला भर्नको लागि चाहिँ हिँडिसकेका छौँ। हिँडिसकेको भन्दा पनि हामी 1 घन्टाभन्दा बढी चाहिँ हामी हिँडिसकेका छौँ, बाटो काटिसकेका छौँ। र अब हामी टेम्के जाँदैछौँ। यो चाहिँ लेकको एकदमै सुन्दर चौरहरू हो र लेकको रुखहरू वनहरू तपाईँहरू हेर्न सक्नुहुनेछ। यता चाहिँ इच्छा राई हुनुहुन्छ। म चाहिँ हिँड्न नसकेर लट्ठी पनि टेक्दै आउँदै हुनुहुन्छ। म चाहिँ आज हिँड्नै नसकेर है साथीहरू लट्ठी टेकेर आउँदैछु। एकदमै गाह्रो बाटो यस्तो रहेछ, तर डाँडा यस्तो राम्रो है। यता घाम लागिरहेछ भने चाहिँ बिहान हिँडेको साथीहरू, के गर्नु, गाह्रो छ। गाह्रो छ। साथीहरू चाहिँ अगाडि गइसक्नु भएको छ हामीलाई छोडेर। हामी पनि अब साथीहरूलाई भेट्नको लागि अलिक चाँडो हिँड्नुपर्ने हुन्छ साथीहरू। र हामी जाने बाटो हेर्न चाहिँ दामी छ, दामी। तपाईँहरू पनि आउनुहोला। र टेम्के डाँडामा मेला चाहिँ वर्षको 2 पटक लाग्नेछ। एउटा यो रामनवमी अनि अर्को बाला चतुर्दशी। साथीहरू, यो दृश्यलाई पनि मैले मेरो आफ्नो भिडियोमा राख्न चाहेँ। एकदमै सुन्दर लाग्यो। यो चाहिँ पानी पर्दाखेरि घाममा ओत लाग्ने ठाउँ है साथीहरू। यता चाहिँ सानो सल्लाहको बिरुवा। एकदमै सुन्दर प्राकृतिक सुन्दरताले भरिपूर्ण हाम्रो देश नेपाल। हेर्नुहोस् त। हामी चाहिँ अहिले भर्नागी सिरान ठाँटी भन्ने ठाउँमा आइपुगेका छौँ र माथि देखिएको चाहिँ टेम्के डाँडा हो। त्यहाँ नै हामी पुग्नुपर्ने। र यहाँ चाहिँ होटलको सामानहरू पनि लाँदै हुनुहुन्छ दिदीहरूले। निकै गाह्रो छ, टाढाबाट चाहिँ डोकोमा बोकेर लानुपर्ने हुन्छ है त साथीहरू। यो चाहिँ कति वर्ष पुरानो हो यो रुखहरू चाहिँ? एकदमै बुढो है, राम्रो छ नि। ल, टेम्के मन्दिरमा जानु अगाडि यहाँ पनि पूजा गर्दै जानुपर्ने रहेछ। यहाँ चाहिँ दर्शन गर्दै हुनुहुन्छ। ल साथीहरू, म चाहिँ अलिक हिँड्नु
नसकिरहेको अवस्था। हाम्रो साथीहरू चाहिँ माथि माथि पुगिसक्नु भएको छ। हिँड्न सक्नेहरू चाहिँ माथि पुगिसक्नु भएको छ है साथीहरू, हेर्नु होला। रामनवमी मेला 2081 टेम्केको रामनवमी मेला भर्न जाँदै गर्नुभएको सम्पूर्ण साथीहरू लाइट पर्छ। हामी चाहिँ बजार आइपुग्यौँ साथीहरू। बदम पोलाहरू छ, यता मिठाई मसालीहरू छ। साउनी चुरा कसरी हो? साथीहरू हामी चाहिँ यहाँ बजार आइसक्यौँ टेम्केडामा है। यहाँ बजार हेर्नुहोस् एकदम त्यही आज एक दिन रामनवमीको दिन लाग्ने रहेछ है। बदाम बदाम है चाहिँ 100 रुपियाँ प्याकेट अरे हो। 100 रुपियाँ कस्तो महँगो है। यता डाँडै डाँडा यहाँ कोला पनि देख्नु, डाँडै डाँडा डाँडै डाँडा। हामी चाहिँ आज हिँडेर आएको हो। गाइजहरू यहाँ चाहिँ ढुङ्गा चढाउँदै जानुपर्ने रहेछ है। यत्रो हावा चलिरहेछ र पनि यो लडाएको छैन हौ। टेम्के डाँडा चाहिँ हामी निस्किँदैछौँ है साथीहरू, निस्किसकेका छौँ स्टेप बाई स्टेप। ल हामी चाहिँ टेम्के डाँडा आइपुगेका छौँ साथीहरू। ल हाम्रो मनी दाइ आइपुग्नु भएको छ। मनी दाइ यता हेर्नु। ल हामी चाहिँ टेम्के डाँडा आइसकेका छौँ। यो चाहिँ टेम्के डाँडाको निर्माणाधीन टावर हो साथीहरू। यो चाहिँ टेम्केको मन्दिर।
साथीहरू हामी चाहिँ टेम्के डाँडामा आइपुगेका छौँ र टेम्के डाँडाबाट टाढाको दृश्यहरू त हामीले देख्न सकेनौँ, तुवालो लागेको छ। टेम्के डाँडाबाट नजिकसम्म देखिएका दृश्यहरू तपाईँहरू माझ म देखाउन गइरहेको छु। हेर्नुहोस् साथीहरू, गुराँसको सिजन सकिनै लागेको छ, सकिनै लागेको रहेछ, तर पनि केही बाँकी रहेको गुराँसका फुलहरू एकदमै मनै लोभ्याउने गरी फुलेको छ साथीहरू, हेर्नुहोला। चाहिँ आज हामी टेम्के डाँडा आइसक्यौँ है साथीहरू। यो चाहिँ टावर बनिरहेछ हो। यति धेरै मान्छेहरू आउनु भएको छ। यता चाहिँ गुराँसहरू एकदमै धेरै फुलिरहेछ, हेर्न सक्नुहुनेछ। गुराँस है। हाम्रो साथीहरू चाहिँ यता हुनुहुन्छ, फेरि साथीहरू यहाँ सबैजना अगाडि हुनुहुन्छ। म चाहिँ आजको लागि क्यामेराम्यान कति लाइभमा मात्रै आउनु है, त्यही भएर मैले चाहिँ बनाएको। उहाँहरू चाहिँ सबै हाम्रो ग्रुपै, हाम्रो टोलीहरू हुन्। यता गाडी पनि आउँदो रहेछ। यहाँ चाहिँ चट्टानले बनेको हेर्नुहोस् साथीहरू है। यहाँ गएर चाहिँ परेवा उडाउने हुन्छ। यस्तो राम्रो हेर्नुहोस्, कस्तो राम्रो डाँडाहरू है। डाँडा यता हेर गुराँस फुलेर, तर सबै गुराँस चाहिँ झरिसकेको रहेछ है। कस्तो राम्रो डाँडा काँडा। तपाईँहरू पनि आउनु भएको छैन भने चाहिँ एकचोटि अवश्य पनि आउनुहोस्, एकदमै राम्रो। हेलो यसको बोट हो, बट सबै झरिसक्छ। टिकतेल जिल्ला चाहिँ हेरिरहेको छौँ। अझ तुवालो लागेको छ, देखिएको छ। दिक्तेल बजार लै आउँछ हजार। हामी दिक्तेल बजारमा त्यहाँबाट देखिएको पल्लो डाँडा छ है। यता चाहिँ पुरा गाना गाउँदै जाँदै हुनुहुन्छ। ओ माई गड, यहाँ डाँडाबाट देखिएको त तुवालो लागेर त्यस्तो राम्रो देखिँदैन रहेछ। यो गुराँस फुलेको सिजनमा हामी आएको भए एकदमै राम्रो हुन्थ्यो। सबै गुराँस फुलेर पनि झरिसकेको छ, अलिअलि छ है त्यसमा चाहिँ। यो देखिएको सबै गुराँसको बोटहरू रहेछन्। यता हुनुहुन्छ हाम्रो टोलीहरू।
तर्फबाट दाइले ल्याउनु भएको रहेछ। वाउ दामी दामी आवाजले किन रहेको छ बदाम यति महँगो रहेछ 100 रुपियाँ हेर्न सक्नुहुनेछ एकदम ठिक हो 100 रुपियाँमा त अझै धेरै हो दिक्तेल बजार लैलै सम्झनामा आउँछु हजार वाउ साथीहरू पहाडको भिड चाहिँ यस्तो हुन्छ ल हेर्नु ल यहाँबाट लड्यो भने चाहिँ फेरि एकै छाक भन्छ नि गाइजहरू हुन्छ दाजु तपाईँ लिनु न यहाँ चाहिँ यस्तो भिड छ नि साथीहरू हजुर यसलाई चाहिँ परेवा उडाउने भिड भन्छ साथीहरू यहाँ सबैजनाले चाहिँ आफ्नो भाका अनुसारको परेवा उडाउँदै हुनुहुन्छ उडाउने काम गर्दै हुनुहुन्छ पहाडको भिर पाखा डाँडा हेर्नु होला साथीहरू यही भिर पाखा पखेराले गर्दाखेरि नेपाल चाहिँ एकदमै सुन्दर छ साथीहरू र विश्वमै विविधताले भरिएको एउटा उत्कृष्ट देशको रूपमा चिनिएको छ साथीहरू हेर्नु होला हाम्रो टिम चाहिँ यता हुनुहुन्छ परेवा उडाउने भिर साथीहरू साथीहरू अब चाहिँ निकै भोक लागिसकेको छ त्यसैले हामी पुनः बजारमा झरेका छौँ र अब हामी यहाँ खाजा नास्ता गर्नेछौँ त्यसपछि हामी पुनः गुराँसको फुल हेर्न वनतर्फ जानेछौँ है साथीहरू टेम्की डाँडाको बनैभरि फुलेको गुराँसको फुल हेर्न गुराँसको रुख नजिकै हामी पनि पुगिसकेको छौँ साथीहरू आज टेम्केको रामनवमी मेला पनि भएकोले मेलामा आउनुहुनेहरू गुराँसको फुलसँग रमाइरहेको देख्न सक्छौँ र हामी पनि गुराँसको फुल र गुराँसको फुलले सजिएको टेम्केको सुन्दर वन हेरिरहेका छौँ साथीहरू तपाईहरू पनि टेम्के डाँडामा फुलेको गुराँसको फुल हेर्नुहोला है लाली गुराँस एकदमै धेरै फुलेर बनै सुन्दर देखिएको छ साथीहरू अत्यन्तै सुन्दर देखिने टेम्के डाँडाको वनहरू हो यो चाहिँ साथीहरू लाली गुराँस चाहिँ एकदमै धेरै फुलेको रहेछ
साथीहरू आज हामी टेम्की डाँडामा लाग्ने रामनवमी मेलामा आएको थियौँ र योसँग सम्बन्धित भिडियोहरू तपाईँहरूलाई राखिसकेको छु र अब चाहिँ हामी मेला भरेर फर्किँदैछौँ र तपाईँहरूलाई आजको मेरो यस भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नुहोला र तपाईँहरू यदि कोही न्यू हुनुहुन्छ भने मेरो च्यानललाई कृपया सब्सक्राइब पनि गरिदिनु होला भन्दै यहाँसँग बिदा हुन चाहन्छु। नमस्कार।